मिलेन 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 यो वेब काउन्टिङ गरेको बन्दै मिलेन। साँच्चीकै नमिलेकै हो त। तपाईँहरूले आज जुन हाम्रो न्यू वेबको कन्सेप्ट छ लिडिङ डायगोनल भनेको के हो त्यसबारेमा बुझाउँछु म। लिडिङ डायगोनल भनेको चाहिँ जेनरली हाम्रो फर्स्ट वेबमा हुने गर्छ र अर्को हाम्रो इन्डिङ डायगोनल भनेको चाहिँ जेनरली हाम्रो फिफ्थ वेबमा हुने गर्छ। र लिडिङ डायगोनल भनेको चाहिँ यस्तो खालको डायगोनल हो जुन डायगोनल क्रिएट भइसकिसके पछाडि चाहिँ मार्केट चाहिँ ओभरअल अप ट्रेन्डमै जान्छ भनेर भनिन्छ हामी। र इन्डिङ डायगोनल भनेको चाहिँ मार्केटले एट द इन्ड अफ द र्यालीमा जुन डायगोनल क्रिएट गर्छ त्यसलाई भन्छौँ हामी इन्डिङ डायगोनल। नेप्सेको जुन यो ओभरअल मुभ छ यो मुभलाई हामीले दुई तिनवटा तरिकाबाट वेब काउन्टिङ गर्न सक्छौँ। पहिलो तरिका के हो त भन्दाखेरि यसलाई हामीले फर्स्ट वेब मान्ने। यसलाई फर्स्ट वेब मानिसके पछाडि चाहिँ यो एबिसी करेक्सन इज अ फ्ल्याट करेक्सन एक्सपान्डेड फ्ल्याट करेक्सन्सको रूपमा चाहिँ यो वेबलाई पनि हामीले काउन्ट गर्न सक्छौँ इज अ फ्ल्याट करेक्सन्सको रूपमा। र यसलाई चाहिँ हामीले थर्ड वेब मान्ने, किनकि थर्ड वेबको चाहिँ क्यारेक्टरिस्टिक्स के हो त भन्दाखेरि इट सुड बी ग्रेटर देन फर्स्ट वेब हो। तर अब यहाँनिर के आयो त भन्दाखेरि फोर्थ वेब आयो र धेरैजनाले भन्नुहुन्छ यो फोर्थ वेब त फर्स्ट वेबको टेरिटोरीमा आयो नि त भनेर सबैजनाले यो वेब काउन्टिङ मिलेन मिलेन भन्नुभएको होला। तर के छ त भन्नुहुन्छ भने डायगोनल भनेको यस्तो खालको केसेस हो, त्यो केसेसमा चाहिँ हाम्रो फोर्थ वेब चाहिँ फर्स्ट वेबको टेरिटोरीमा आउन सक्छ। त्यही भएर यदि हाम्रो चाहिँ यसरी फर्स्ट वेब भयो यसलाई सेकेन्ड वेब माने पनि अथवा यसलाई थर्ड वेब यसलाई सेकेन्ड वेबको इन्ड माने पनि यसलाई थर्ड वेब मानेर त्यो फोर्थ वेब चाहिँ फर्स्ट वेबको टेरिटोरीमा आउने बित्तिकै यसलाई के भन्न सकिन्छ त हामीले डायगोनल भन्न सकिन्छ। र यो एज अ एक्सपान्डेड भएर गएको छ, यसलाई एक्सपान्डेड डायगोनल पनि भनिन्छ, यसलाई लिडिङ डायगोनल पनि भनिन्छ। र यस्तो खालको डायगोनल सिन भइसकिसके पछाडि चाहिँ मार्केटमा एउटा करेक्टिभ मुभ्स आएर मार्केट फेरि अप ट्रेन्डमै जाने हो भनेर चाहिँ हाम्रो न्यू वेबले भनेको छ। र त्यो भएर चाहिँ मैले मार्केटमा एज अ यो क्यारेक्टरिस्टिक्स बनाएर एक्सपान्डेड डायगोनल क्रिएट भयो र यो एक्सपान्डेड डायगोनल क्रिएट भइसकिसके पछाडि एउटा जिगज्याग करेक्टिभ मुभ्स यहाँनिर आउँछ र आइसकिसके पछाडि चाहिँ यो जोनबाट चाहिँ मार्केट अप ट्रेन्डमा जाने हो कि भनेर मैले हिजो अस्तिको भिडियोहरूमा भनिरहेको। तर मार्केटले चाहिँ यही लेभलबाट चाहिँ माथि बढ्दै बढ्दै जाने हो भने चाहिँ मेरो अर्को पनि एउटा काउन्ट रहेको छ, त्यो काउन्टलाई चाहिँ मार्केटले भ्यालिड गर्छ। मार्केटले चाहिँ यो काउन्टिङलाई जसरी मार्केट चाहिँ 1 2 1 2 1 2 1 2 भन्दै डिभाइड हुँदै गएको छ, मार्केटले यो काउन्टलाई भ्यालिडेट गर्छ र यो ओभरअल हाम्रो जुन यो लेभलको जोन छ यो लेभलमा मार्केट नआइकन ओभरअल यहीँबाटै फेरि मार्केट बढ्न सक्ने पोसिबिलिटी पनि रहेको छ। थ्याङ्क यू।